सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी माइनक्राफ्ट खेल्न जाँदैछौँ। अनि मैले माइनक्राफ्टमा चाहिँ एउटा भिलेज भेट्टाएको थिएँ र यो भिलेज यसो हेर्दाखेरि पहिले मैले भेटिसकेको थिएँ, तर त्यो क्लिप चाहिँ हटिसकेको थियो क्या। अनि यो घरहरूको लागि मैले यहाँ ब्याकग्राउन्डहरू पनि बनाइसकेको छु, सामानहरू पनि अलिअलि जम्मा गरिसकेको छु र मैले यहाँनिर चाहिँ घर बनाउने सोचिरहेको छु। यो ठाउँमा चाहिँ घर बनाउने सोचिरहेको छु र मैले मेरो सामानहरू चाहिँ यो घरमा राखेको छु। भिलेज चाहिँ यस प्रकार रहेको छ। भिलेजमा भिलेजमा अब यसो केही भेटिन्छ कि भनेर मैले खोजेको थिएँ। सबै सामानहरू मैले भेटेर राखिसकेको छु चेस्टमा राखिसकेपछि अब यो ठाउँलाई क्लियर गरेर म पहिला सबभन्दा मलाई चाहिने उडन खोज्छु। उडन खोजिसकेपछि घरको फर्मेट बनाएर अनि म घर बनाउन सुरु गर्छु। र गाइस अब यस बेला चाहिँ म भोइस ओभर गरिरहेको छु। जब म उडान खोज्न जाँदै थिएँ त्यो बेलामा मसित एउटा कोइन्सिडेन्स छ। यसो हिँड्दै गर्छु र मैले ठ्याक्कै यहाँबाट जम्प हान्ने सोचिरहेको हुन्छु कि यो खोलामा ठ्याक्कै पर्छु भनेर जम्प हान्ने सोचिरहेको हुन्छु, तर हेर्नु है के हुन्छ। ल सकियो। म यो बेला मर्छु र मेरो वर्ल्डमा म फर्स्टचोटि मरिरहेको हुन्छु यो बेला। अनि यो सामानहरू मैले फेरि आफ्नो फिर्ता लिन्छु, तर मेरो आइरनको एक्स चाहिँ कहाँ पुग्यो भनेर म सोचिरहेको हुन्छु। अहिले थाहा हुँदैन मलाई, तर अहिलेपछि म जब खोज्न जान्छु नि तब मलाई मेरो आइरनको एक्स कहाँ होला भन्ने सोचिरहेको हुन्छु क्या म। यस बेला म कोइल खोज्दै थिएँ। यसमा चाहिँ स्पिड अप गराएको छु मैले। हामीलाई खानाहरू र टर्चहरूको लागि कोइल चाहिने हुनाले कोइललाई अलि बढी माइन गरेको छु। अर्को पालि हामी आइरन माइन र डायमन्ड माइनको लागि जान सक्छौँ, किनभने घर पुरै कम्प्लिट गरौँ पहिला अनि जान्छौँ। घर चाहिँ यो एपिसोडमा पुरै कम्प्लिट भएको छैन, तर म अफलाइन भए पनि कम्प्लिट गरेर हजुरहरूलाई अर्को भिडियोमा देखाउँछु। मैले चाहिँ उडान यति जम्मा गरेको थिएँ, 64 स्ट्याक जति जम्मा गरेको थिएँ र अब घर बनाउन सुरु गर्नलाई रेडी गरौँ है त। घर बनाउनुको टाइम ल्याप्स हेर्नु।
हेलो गाइज, मैले चाहिँ घरको यो साइडमा कभर गरिसकेको थिएँ र अहिले उडान फ्लोर हाल्दैछु। फ्लोर कस्तो छ भनिदिनु होला, केही सजेस्ट गरिदिनु होला घरको लागि, केही कस्तो गर्न मिल्छ। मलाई अहिले अझै राम्रो थाहा छैन यो कसरी बनाउँछ। मैले चाहिँ सिम्पलवाला बनाएको छु र अब छतको लागि यहाँ प्रोसेस हुँदै थियो। छत कम्प्लिट भइसकेपछि मैले त्यहाँ सिँढी हाल्ने, सिँढी राखेर माथि जाने पनि बनाएको छु। हेरिदिनु होला, यहाँ टर्च राख्दैछु यता। अब यहाँ माथिपट्टि सिँढी जानलाई बनाउँदैछु, किनभने म सेकेन्ड फ्लोर पनि बनाउने हो नि त। सेकेन्ड फ्लोर बनाउँछु, त्यसपछि अन्डरग्राउन्ड पनि बनाउने सोच छ। यसो पुरै स्टोरेज खालको राम्रो खालको बनाउने सोच छ। अब हेरौँ कस्तो हुन्छ। ल, सिँढी बनाएको हेर्नु, स्टेयर। ल गाइज, अब चाहिँ म मेरो घरको लागि बेड लिएर जाँदैछु। अरू पनि सामानहरू म बिस्तारै अफलाइन भए पनि अथवा भिडियोमै देखाएर भए पनि बनाउँछु। ल, आजलाई यति नै। मेरो घर कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, माया देखाइरहनु होला।